भिडियो हेरेर बस्नुभएका सम्पूर्ण नमस्ते। आज हामी वनरक्षकमा आउने महत्त्वपूर्ण प्रश्नहरूको छलफल गर्दैछौँ। यस भिडियोमा नेपालगत संरचना, नेपालको संरचना कसरी छ त्यो संरचना र नेपालका 77 वटै जिल्लामा रहेका हाम्रा डिभिजन वन कार्यालय सम्बन्धी हामी जानकारी दिनेछौँ। हामी पहिला यो एकदम महत्त्वपूर्ण कुरा छ। हामीले यो नेपालको संरचनालाई चाहिँ होला। नेपालको राजधानी काठमाडौँ, तपाईले थाहा पाउनु भएको छ। नेपालको राजधानी चाहिँ काठमाडौँ। नेपालको हालको क्षेत्रफल 1,47,516 वर्ग किलोमिटर कुल क्षेत्रफल। प्रदेश हाम्रो संख्या चाहिँ 7 वटा प्रदेश रहेका छन्, तपाईलाई पनि थाहा छ। भने 77 जिल्ला, पहिला हाम्रो 75 जिल्ला थियो र रुकुम पूर्व र नवलपरासी, रुकुम र नवलपरासी चाहिँ विभाजन भएर 77 जिल्ला भयो। हाम्रो चाहिँ जम्मा महानगरपालिका हाम्रो 6 वटा छन्। टोटल नगर महानगरपालिका 6 वटा भने जम्मा उपमहानगरपालिका चाहिँ 11 वटा, हैन? 11 वटा उपमहानगरपालिका छन्। जम्मा नगरपालिकाहरू 276 भने जम्मा गाउँपालिका 460 गरी हाम्रा सबै जम्मा स्थानीय तह 753 छन्। नेपालमा जम्मा स्थानीय तह चाहिँ 753 भने नेपालको लम्बाइ चाहिँ करिब ठ्याक्कै हुँदैन, कहिले तल हुन्छ कहिले माथि हुन्छ, त्यो ठ्याक्कै त्यो नक्सा ठ्याक्कै हुँदैन। करिब 850 किलोमिटर छ भने नेपालको चाहिँ चौडाइ चाहिँ करिब 193 किलोमिटर छ चौडाइ। नेपालको लामो नदी नेपालकै लागि कर्णाली हो भने नेपालको ठुलो ताल चाहिँ राराताल हो। तपाई बनाएर तयारी गर्दै हुनुहुन्छ, एकदम विशेष ख्याल गर्नु होला यो डाटाहरुलाई। भने नेपालको ठुलो जिल्ला चाहिँ डोल्पा हो, जो चाहिँ 7,889 वर्ग किलोमिटर फैलिएको छ। भने नेपालको सानो जिल्ला चाहिँ के हो त? भक्तपुर हो, जुन चाहिँ हाम्रो 119 वर्ग किलोमिटरमा फैलिएको छ। भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ तपाईले चाहिँ कमेन्ट गर्नुस् र तपाईको लागि यो भिडियो हामीले बनायौं भने तपाईले चाहिँ सब्स्क्राइब गरेर जोडिनुस्, किनकि यस्तै भिडियोहरु तपाईको लागि सधैं हामी राख्ने छौं। भिडियो राख्ने बित्तिकै तपाईलाई चाहिँ सुरुमा यो भिडियो आउनेछ। सब्स्क्राइब गरेर चाहिँ जोडिनुस् है त। भन्दै अब हामी प्रदेशगत जानकारी तथा डिभिजन वन कार्यालयको प्रदेश तथा जिल्ला स्तरमा विभाजन पर्छौं। हाम्रो टोटल जिल्ला चाहिँ नेपालमा 77 जिल्ला छ, तपाईलाई थाहा छ। 77 जिल्ला 77 जिल्ला पहिले 75 जिल्ला थिए, 2 जिल्ला रुकुम र नवलपरासी चाहिँ विभाजन भएर 77 जिल्ला भयो, तपाईलाई याद गर्नुपर्छ। भने हाम्रो 77 जिल्लामा 77 जिल्लामा चाहिँ डिभिजन वन कार्यालय एक वटा छ। एउटा जिल्लामा एउटा डिभिजन वन कार्यालय छ र 77 जिल्लामा 77 वटा चाहिँ डिभिजन वन कार्यालय छ। भने अब 7 वटा जिल्लामा चाहिँ हाम्रो के छ त? एउटा जिल्लामा 2 वटा डिभिजन वन कार्यालय छन्। यो 7 वटा जिल्लामा चाहिँ एउटा जिल्लामा 2 वटा डिभिजन वन कार्यालय छन्। भने 7 दुना 14 वटा, 77 वटा भने सबै हाम्रो के कति पुग्यो त? यहाँ 84 वटा पुग्यो। अब हामी यसको विभाजन प्रक्रिया हेर्छौं। कुन जिल्लामा कुन प्रदेशमा चाहिँ कतिवटा चाहिँ डिभिजन वन कार्यालय छन् र कुन प्रदेशमा 2 वटा चाहिँ डिभिजन वन कार्यालय जिल्ला छन् हामी पढ्छौं। भन्दै हाम्रो प्रदेश नम्बर 1 कोशी प्रदेश। कोशी प्रदेशको राजधानी विराटनगर हो। भने कोशी प्रदेशमा हाम्रो जम्मा 14 वटा जिल्ला रहेका छन्। भने कोशी प्रदेशको जम्मा क्षेत्रफल हाम्रो 31,905 वर्ग किलोमिटरमा चाहिँ कोशी प्रदेश फैलिएको छ। भने कोशी प्रदेशमा चाहिँ एउटा महानगरपालिका छ। कोशी प्रदेशमा 2 वटा हाम्रा उपमहानगरपालिका छन्, 2 वटा कोशी प्रदेशमा। नगरपालिका 46 छन् कोशी प्रदेशमा। भने गाउँपालिका 88 वटा छन् गरी जम्मा कोशी प्रदेशमा 137 वटा स्थानीय तह छन्। भने कोशी प्रदेशकै सबभन्दा ठूलो जिल्ला ताप्लेजुङ हो। भने कोशी प्रदेशकै सानो जिल्ला तेह्रथुम। कोशी प्रदेशमा धेरै जनसंख्या भएको जिल्ला चाहिँ मोराङ हो। भने
कम जनसङ्ख्या भएको जिल्ला चाहिँ के हो त तेह्रथुम हो भने अब हामी कोशी प्रदेश जिल्लालाई चाहिँ कोशी प्रदेशका हाम्रा सबै जिल्लालाई कसरी याद गर्ने सूत्र पढ्छौं यस कोशी जिल्लालाई चाहिँ याद गर्ने कोशी प्रदेश भित्र पर्ने जिल्लाहरूलाई चाहिँ याद गर्ने सूत्र यस्तो छ ओ भाते तपाई शुद्ध मोजा खुश उसो हैन तपाई ओ भाते तपाई शुद्ध मोजा खुश उसो भनेको ओबाट ओखलढुङ्गा भाबाट भोजपुर तेबाट तेह्रथुम ताबाट ताप्लेजुङ पाबाट पाँचथर ईबाट इलाम सोबाट सोलुखुम्बु धबाट धनकुटा मोबाट मोराङ झाबाट झापा खोबाट खोटाङ छबाट सुङ्खासोभा उबाट उदयपुर सुबाट सुनसरी अन्त ओभातेबाट ओखलढुङ्गा ओभातेबाट ओखलढुङ्गा भोजपुर तेह्रथुम तापाईबाट ताप्लेजुङ पाँचथर इलाम सोधबाट सोलुखुम्बु धनकोटा मोजाबाट मोराङ झापा खोसुबाट खोटाङ शङ्खसभा भने उसुबाट उदयपुर र सुनसरी अब हामी प्रदेश नम्बर 1 मा अर्थात् यो कोशी प्रदेशमा डिभिजन 1 कार्यालय सम्बन्धी जानकारी गराउँछौं जस्तै डिभिजन 1 कार्यालय 13 वटा जिल्लामा चाहिँ कोशी प्रदेशका 13 वटा जिल्लामा चाहिँ एक वटा डिभिजन 1 कार्यालय छन् 13 वटा डिभिजन कार्यालय भए भने उदयपुर जिल्लामा कोशी प्रदेशको उदयपुर तपाईले याद गर्नुपर्छ जिल्लामा 2 वटा डिभिजन कार्यालय छन् भने 2 वटा उदयपुरमा भने 13 जिल्लामा 13 वटा एउटा जिल्लामा एउटा गरेर सबै हाम्रो कति भयो त 15 वटा भए 15 वटा डिभिजन कार्यालय भए भने हाम्रो प्रदेश नम्बर 1 मा 13 वटा एक जिल्लामा छ भने उदयपुर चाहिँ मैले कन्फर्म गर्यो उदयपुरमा चाहिँ के छ त 2 वटा डिभिजन कार्यालय छन् अब हामी प्रदेश नम्बर 2 तिर लाग्छौं प्रदेश नम्बर 2 को राजधानी जनकपुर हो प्रदेश नम्बर 2 अर्थात् मध्य प्रदेशमा हामी 8 वटा जिल्ला रहेका छन् भने मध्य प्रदेशको जम्मा क्षेत्रफल 9661 वर्ग किलोमिटर रहेको छ मध्य प्रदेशमा महानगरपालिकाको संख्या 1 उपमहानगरपालिकाको संख्या 3 भने नगरपालिकाको संख्या चाहिँ कति छ त हाम्रो 76 छ गरी टोटल हाम्रो चाहिँ गाउँपालिकाको संख्या के छ त अब हाम्रो मध्य प्रदेशमा 59 गरी जम्मा स्थानीय तह 136 वटा रहेका छन् भने मध्य प्रदेशको ठूलो जिल्ला चाहिँ सप्तरी हो भने सानो जिल्ला चाहिँ के हो त महोत्तरी हो अब हामी मध्य प्रदेशको धेरै जनसङ्ख्या भएको जिल्ला चाहिँ सप्तरी ठूलो जिल्ला पनि सप्तरी जनसङ्ख्या भएको जिल्ला पनि सप्तरी भने कम जनसङ्ख्या भएको जिल्ला चाहिँ के हो त हाम्रो जनसङ्ख्या हिसाबले पर्सा अब हामी मध्य प्रदेशका जिल्लाहरूलाई याद गर्छौं बापसम रौसी सध बासँग रक्सी खाने बुझ्नु भयो हैन बापस रौसीसित भनेको जस्तै बाबाट बारा ओबाट पर्सा सबाट सर्लाही मबाट महोत्तरी रौबाट रौतहट सीबाट सिराहा सबाट सप्तरी धबाट धनुषा बापसम रौसी सध यो सूत्र चाहिँ तपाईले कपीमा लेखेर चाहिँ पढ्न सक्नुहुनेछ भने हामी अब प्रदेश नम्बर 2 अर्थात् मध्य प्रदेशमा डिभिजन 1 कार्यालयको जानकारी गराउँछौं मध्य प्रदेशमा जम्मा जिल्ला हाम्रो कति त 8 वटा छन् यी 8 वटा जिल्ला मध्ये प्रत्येक जिल्लामा के छ त एउटा डिभिजन 1 कार्यालय छ एउटा डिभिजन 1 कार्यालय एउटा जिल्लामा मध्य प्रदेशमा 2 वटा डिभिजन 1 कार्यालय छैन भने अब के भने भयो 8 वटा जिल्लामा 8 वटा त डिभिजन 1 कार्यालय हुने भयो प्रदेश नम्बर 1 मा चाहिँ एउटा उदयपुर जो 2 डिभिजन 1 कार्यालय छन् भने मध्य प्रदेशमा छैन अब हामी प्रदेश नम्बर 3 मा लाग्छौं प्रदेश नम्बर 3 अन्तर्गत प्रदेश नम्बर 3 को राजधानी हेटौडा मकवानपुर प्रदेश नम्बर 3 अर्थात् बागमती प्रदेश यो बागमती प्रदेशमा चाहिँ जम्मा क्षेत्र त्यो के गरे जम्मा जिल्ला चाहिँ 13 वटा जिल्ला
यसको जम्मा क्षेत्रफल चाहिँ 18,300 वर्ग किलोमिटर फैलिएको छ भने बागमती प्रदेशमा महानगरपालिकाको संख्या कति छ त 3 वटा रहेको छ। बागमती प्रदेशमा चाहिँ उपमहानगरपालिकाको संख्या 1, गाउँपालिकाको संख्या चाहिँ 14 भने नगरपालिकाको संख्या चाहिँ 14 भने गाउँपालिकाको संख्या त कति 74 भने जम्मा सबै स्थानीय तहका बागमती प्रदेशमा कति छन् त हाम्रा 119 वटा। बागमती प्रदेशको सबैभन्दा ठुलो जिल्ला सिन्धुपाल्चोक हो भने सबैभन्दा सानो जिल्ला के हो त भक्तपुर हो, जुन भक्तपुर नेपालकै सानो जिल्ला पनि हो। धेरै जनसङ्ख्या भएको जिल्ला चाहिँ काठमाडौँ भने कम जनसङ्ख्या भएको जिल्ला कुन हो त रसुवा। हामी बागमती प्रदेश छलफल गर्छौँ भने बागमती प्रदेशलाई चाहिँ जिल्लाहरू याद गर्ने सूत्र छ चिम्भल दोरासी धानुर काकासी। चिम्भल दोरासी धानुर काकासी। चीबाट चितवन, मबाट मकवानपुर, भबाट भक्तपुर, लबाट ललितपुर, दोबाट दोलखा, राबाट रामेछा, सीबाट सिन्धुली, धाबाट धादिङ, नुबाट नुवाकोटी नुवाकोट भनेपछि रबाट रोसुवा अनि काबाट काठमाडौँ, अर्को काबाट काभ्रेपलाञ्चोक भन्ने सीबाट अन्तिम पर्न लेख्छ सिन्धुपलाञ्चोक। तपाईँले यो सूत्रलाई चाहिँ लेखेर पढ्नुहोला। भन्दै प्रदेश नम्बर 3 अर्थात् यो बागमती प्रदेशमा डिभिजन 1 कार्यालय सम्बन्धी जानकारी छौँ। बागमती प्रदेशमा जम्मा 11 वटा जिल्लामा चाहिँ 11 वटा डिभिजन 1 कार्यालय छन् भने सिन्धुपाल्चोक र मकवानपुरमा चाहिँ 2 वटा जिल्लामा 2 वटा गरी जम्मा 11 र 4 15 वटा चाहिँ के छन् त यहाँ डिभिजन 1 कार्यालय छन् भने बागमती प्रदेश नम्बर 1 मा एउटा जिल्लामा, प्रदेश नम्बर 2 मा छैन भने प्रदेश नम्बर 3 मा चाहिँ 2 वटा जिल्लामा छ। अब हामी छलफल गर्दैछौँ प्रदेश नम्बर 4 अर्थात् गण्डकी प्रदेश। गण्डकी प्रदेशको राजधानी पोखरा कास्की हो भने यसको 2075 साल असार 18 गते घोषणा भएको थियो। गण्डकी प्रदेशमा जम्मा 11 वटा जिल्ला रहेका छन् भने यसको जम्मा क्षेत्रफल चाहिँ 21,838 वर्ग किलोमिटर प्रदेशको। गण्डकी प्रदेशमा 1 वटा महानगरपालिका, उपमहानगरपालिकाको संख्या 0, नगरपालिका 36 वटा नगरपालिका छन् गण्डकी प्रदेशमा भने 58 वटा के छन् त गाउँपालिका गरी जम्मा 85 वटा स्थानीय तह रहेका छन्। गण्डकी प्रदेशको ठुलो जिल्ला चाहिँ गोरखा हो भने सानो जिल्ला चाहिँ पर्वत हो। भने धेरै जनसङ्ख्या भएको जिल्ला चाहिँ कास्की हो भने कम जनसङ्ख्या भएको जिल्ला मुनाङ अर्थात् मुनाङ मुस्ताङ भनेर सम्झिन्छ। मुनाङ मुस्ताङ अन्तर्गत के छ मुस्ताङ मुनाङ मुस्ताङ सम्झिनुलाई यसको के भयो त कम जनसङ्ख्या भएको जिल्ला मुस्ताङ भने यसलाई चाहिँ जुन प्रदेश हाम्रो चाहिँ गण्डकी प्रदेश 4 नम्बर प्रदेश यो प्रदेशलाई चाहिँ जिल्लाहरू याद गर्न सूत्र छ स्यालम्या बान कामगोप मुद स्यालमा बान काम गोप मुद। स्याबाट स्याङ्जा, लबाट लमजुङ, म्याबाट म्याग्दी, बाबाट बागलुङ, नबाट नवलपरासी पूर्व। अगाडि मैले भनेको थिएँ नि 75 जिल्लाबाट 77 जिल्ला हुँदाखेरि एउटा टुक्रिएको जिल्ला यो नवलपरासी हो। नवलपरासी पूर्व, काबाट कास्की, मबाट मनाङ, गोबाट गोर्खा, पबाट पर्वत, मुबाट मुस्ताङ भने अन्तिम तबाट तनाउ। अब हामी प्रदेश नम्बर 4 अर्थात् गण्डकी प्रदेशको प्रदेश अन्तर्गत डिभिजन 1 कार्यालयमा सम्बन्धी जानकारी दिन गइरहेका छौँ। प्रदेश नम्बर 4 अर्थात् गण्डकी प्रदेशमा जम्मा 11 जिल्ला रहेका छन्। ती 11 जिल्ला मध्ये 11 जिल्लामा एउटा डिभिजन 1 कार्यालय छ भने यहाँ चाहिँ प्रदेश नम्बर 4 मा पनि के छ त 2 वटा डिभिजन 1 कार्यालय जिल्ला छैन भने
अब 11 वटा जिल्लामा 11 वटा के भयो त हाम्रा डिभिजन कार्यालय भए। 1 नम्बर प्रदेशमा एउटा जिल्लामा छ, 2 नम्बरमा छैन, 3 नम्बर प्रदेशमा 2टा जिल्लामा छ, 4 नम्बरमा छैन। अब हामी प्रदेश नम्बर 5 मा छलफल गर्दै छौं। के भयो के मलाई यहाँ गरौँ लाग्छ कि के हो यार। 10 मिनेट के भिडियो बनाउँदै छु के एउटा युट्युबमा आज मुन्दै छ के 10 मिनेट मात्रै 10 मिनेटमा आउँछ। अब हामी प्रदेश नम्बर 5 मा छलफल गर्दै छौं, अर्थात् लुम्बिनी प्रदेश। लुम्बिनी प्रदेशको राजधानी दाङ भालुपाङ यो चाहिँ 2077 साल असोज 20 गते चाहिँ लुम्बिनी प्रदेशको राजधानी घोषणा गरिएको थियो भने जम्मा जिल्ला 12 वटा लुम्बिनी प्रदेशमा जम्मा क्षेत्रफल 22,228 वर्ग किलोमिटर रहेको छ। 22,228 वर्ग किलोमिटर भने लुम्बिनी प्रदेशमा महानगरपालिका संख्या छैन, 0। उपमहानगरपालिका संख्या चाहिँ 4 वटा, नगरपालिकाको संख्या चाहिँ हाम्रो 32 वटा भने गाउँपालिका संख्या कति छ त 73 वटा गरी जम्मा हाम्रा 109 वटा के छन् त लुम्बिनी प्रदेशमा स्थानीय तह छन्। भने लुम्बिनी प्रदेशको ठुलो जिल्ला दाङ उपत्यका दाङ उपत्यका पनि छ भने सानो जिल्ला नवलपरासी पश्चिम। धेरै जनसङ्ख्या भएको जिल्ला चाहिँ रूपन्देही हो भने सानो अर्थात् कम जनसङ्ख्या भएको जिल्ला चाहिँ के हो त रुकुम पूर्व। भने लुम्बिनी प्रदेशका जिल्लाहरूलाई चाहिँ याद गर्ने सूत्र छ कपिल गुरुबा अब दारू पिउनु पर्यो। कपिल भन्ने गुरुबा रहेछ, त्योसँग बसेर चेलाले के गर्यो दारू पिउनु पर्यो। कपिल गुरुबा दारू पिउनु पर्यो। जस्तै कबाट कपिलवस्तु, गबाट गुल्मी, रुबाट रूपन्देही, बाबाट बाँके, अबाट अर्घाखाँची, बबाट बर्दिया, दाबाट दाङ, रुबाट रुकुम पूर्व, पिउबाट प्युठान, नबाट नवलपरासी पश्चिम भने पाबाट पाल्पा, रोबाट रोल्पा। कपिल गुरुबा अब दारू पिउनु पर्यो। सूत्र याद गर्नु होला यो चाहिँ भन्दै हामी प्रदेश नम्बर 5 अर्थात् लुम्बिनी प्रदेश अन्तर्गत रहेको डिभिजन 1 कार्यालय सम्बन्धी जानकारी गराउँछौँ। हामी प्रदेश 5 अर्थात् लुम्बिनी प्रदेशमा 10 वटा जिल्लामा चाहिँ 1-1 वटा डिभिजन 1 कार्यालय रहेका छन् भने कपिलवस्तु र दाङमा चाहिँ 2-2 वटा डिभिजन 1 कार्यालय गरेर 4 वटा डिभिजन 1 कार्यालय गरेका छन् भने अब हाम्रा चाहिँ 10-4 14 वटा डिभिजन 1 कार्यालय कति भन्दा लुम्बिनी प्रदेशमा अर्थात् प्रदेश नम्बर 5 मा छन्। 1 नम्बरमा छ, 1 एउटामा छ, 2 नम्बरमा छैन, 3 नम्बरमा 2टामा छ, 4 नम्बरमा छैन, 5 नम्बरमा पनि के छ त 2टामा छ भन्दै अब हामी प्रदेश नम्बर 6 कर्णाली प्रदेश। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत हो भने यो 2074 साल फागुन 12 गते राजधानी घोषणा गरिएको थियो, जुन नेपालको पहिलो राजधानी घोषणा गर्ने प्रदेश पनि हो। सुरुमा राजधानी 7 प्रदेशमध्ये राजधानी घोषणा गर्ने पहिलो राजधानी प्रदेश चाहिँ कर्णाली प्रदेश हो भने कर्णाली प्रदेशमा 10 वटा जिल्ला अवस्थित छन्। 10 वटा जिल्लामध्ये 10 वटा जिल्ला अर्थात् यो कर्णाली प्रदेश ओगटेको क्षेत्रफल चाहिँ 30,712 वर्ग किलोमिटर रहेको छ भने यसमा महानगरपालिका संख्या 0 र उपमहानगरपालिका संख्या पनि 0, दुईटै 0 छ। नगरपालिका संख्या 25, गाउँपालिकाको संख्या चाहिँ के छ त हाम्रो 54 गरी कर्णाली प्रदेशमा जम्मा स्थानीय तह चाहिँ 79 वटा रहेका छन् भने ठुलो जिल्ला चाहिँ हाम्रो डोल्पा छ कर्णाली प्रदेशको भने सानो जिल्ला रुकुम पश्चिम। धेरै जनसङ्ख्या भएको जिल्ला चाहिँ सुर्खेत हो कर्णाली प्रदेशको भने कम जनसङ्ख्या भएको जिल्ला चाहिँ के हो त डोल्पा। ठुलो जिल्ला पनि डोल्पा, कम जनसङ्ख्या भएको जिल्ला पनि डोल्पा भने कर्णाली प्रदेशका 10 वटा जिल्लाहरूलाई चाहिँ याद गर्ने सूत्र पनि यस प्रकार छ हुसु जाडो रुस मुजु कादै अन्त हुबाट हुम्ला, सुबाट सुर्खेत, जाबाट जाजरकोट, डुबाट डोल्पा, रुबाट रुकुम पश्चिम, सबाट सल्यान, मुबाट मुगु, जुबाट जुम्ला, काबाट कालीकोट, दैबाट
दैलेख गरी हाम्रा 10 जिल्लाहरू चाहिँ रहेका छन्। अब हामी कर्णाली प्रदेश नम्बर 6 को डिभिजन वन कार्यालय सम्बन्धी जानकारी गराउँदै छौं। 9 वटा जिल्लामा चाहिँ एक वटा डिभिजन वन कार्यालय छ भने 9 वटा डिभिजन वन कार्यालय भने सुर्खेतमा चाहिँ हाम्रा 2 वटा डिभिजन वन कार्यालय गरी जम्मा 11 वटा डिभिजन कार्यालय हाम्रा कर्णाली प्रदेशमा रहेका छन्। यो कुरा तपाईले याद गर्नु पर्यो, कपीमा टिप्पणी गर्नुस् भन्दै अब हाम्रो अन्तिम प्रदेश अर्थात सुदूरपश्चिम प्रदेशमा जाँदै छौं। सुदूरपश्चिमको राजधानी गोदावरी कैलाली हो। यसको 2075 साल असोज 20 गते चाहिँ घोषणा भएको। सुदूरपश्चिम प्रदेशमा जम्मा 9 वटा जिल्लाहरू रहेका छन् भने सुदूरपश्चिम जिल्ला प्रदेश 19,539 वर्ग किलोमिटर फैलिएको छ। यसमा महानगरपालिकाको संख्या 0, उपमहानगरपालिकाको संख्या 1, नगरपालिकाको संख्या चाहिँ 33 रहेको छ भने गाउँपालिकाको संख्या चाहिँ कति छ त 54 छ। गरी जम्मा स्थानीय तह चाहिँ यसको के छ सुदूरपश्चिममा 88 वटा छन्। ठुलो जिल्ला चाहिँ बझाङ हो भने यसको सानो जिल्ला चाहिँ बैतडी हो। धेरै जनसङ्ख्या भएको जिल्ला चाहिँ कैलाली हो सुदूरपश्चिमको भने कम जनसङ्ख्या भएको जिल्ला चाहिँ दार्चुला हो। यसको चाहिँ जिल्लाहरू याद गर्ने सूत्रहरू वैदाबा ककै डडो अब सूत्र बैबाट बैतडी, दाबाट दार्चुला, बाबाट बाजुरा, कबाट कञ्चनपुर भने कैबाट कैलाली, डबाट डडेलधुरा, डोबाट डोटी, अबाट अछाम, बबाट बझाङ। याद गर्नु होला, कपीमा लेखेर राख्नु होला भने प्रदेश नम्बर 7 अर्थात सुदूरपश्चिम प्रदेशको डिभिजन वन कार्यालय सम्बन्धी जानकारी गराउँदै छौं। यसमा 8 वटा जिल्लामा एउटा डिभिजन वन कार्यालय छ भने एउटा कैलाली जिल्लामा चाहिँ 2 वटा डिभिजन वन कार्यालय गरी जम्मा 10 वटा डिभिजन वन कार्यालयहरू रहेका छन्। कस्तो छ भिडियो, कस्तो लाग्यो, कहाँबाट भिडियो हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला भन्दै च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला। तपाईको लागि हामी यस्तै भिडियोहरू ल्याउने छौं। यदि च्यानल सब्स्क्राइब गर्नुभयो भने तपाईलाई मैले राख्ने भिडियो सुरुमै आउनेछ। धन्यवाद। अर्को भिडियोमा हामी भेट्ने छौं। हस्त नमस्ते।